मिसन मिडिया हब्स तपाईले हेरिराख्नु भएको छ। आज हामीसँग मिसन सांगीतिक साँझ 2082 का संयोजक प्रमोद मुल्मीज्यू तपाईले फ्रेममा देखिराख्नु भएको छ। आज उहाँसँग यो कार्यक्रमसँग सम्बन्धित विषयमा रहेर हामी केही कुराकानीहरू गर्नेछौँ ताकि यो सांगीतिक साँझको बारेमा केही विस्तृत जानकारी गराउन सकियोस् भनेर। सबैभन्दा पहिले त यहाँलाई स्वागत छ धेरै। हस्, कार्यक्रमको तयारी कस्तो गरिराख्नु भएको छ अहिले? भव्य रूपमा गर्नको निम्ति हामी तयारी गरिराखेका छौँ। सबैले आफ्नो जिम्मा चाहिँ सबैले लिएको जिम्मा चाहिँ निभाउँदै हुनुहुन्छ अनि त्यो वैशाख 20 गतेको कार्यक्रम एकदम भव्य सभ्य रूपमा प्रस्तुत हुनेछ भन्ने आशा गरेको छु। मिसन सांगीतिक साँझ गएको वर्ष पनि भव्यताका साथ सम्पन्न भयो। यसको भाग 2 अथवा यसको के भन्छ आजकल भर्जन 2 पनि भन्दा पनि भयो अनि यहाँले गरिराख्नु भएको छ। हरेक वर्ष सांगीतिक साँझ नै गर्नुपर्ने त्यस्तो बाध्यात्मक परिस्थिति के आइलाग्यो तपाईँलाई? त्यो बाध्यात्मक परिस्थिति त नभनौँ होला है। हामीले चाहिँ यो पोखरेल क्रिस्टे समुदाय र असल छिमेकी मिलेर एउटा मिसन भवन बनाउनलाई जुन हामीले जमर्को कसिराखेका छौँ अनि त्यो भवन निर्माण गर्नको लागि जुन आर्थिक चाहिँ आवश्यक पर्छ त्यो आर्थिक सङ्कलन गर्न अनि यो सहयोग आर्थिक रूपमा यो चाहिँ कार्यक्रम हामीले गर्न लागेका छौँ। पोहोर पनि हामीले जसरी यो बाबु राजा भाइको चाहिँ कार्यक्रम गऱ्यौँ अनि त्यसबाट केही अर्थ सङ्कलन हामीले गर्न सक्यौँ अनि अहिले जसरी हाम्रो पोखराको चेली सोलमी लेप्चा तिमोथी को कार्यक्रम एकल साँझ हामीले गर्न लागेका छौँ हाम्रो चेलीको अनि आशा छ यसबाट यस कार्यक्रमबाट पनि हामीले आर्थिक सङ्कलन गर्न सक्छौँ अनि जुन चाहिँ मिसन भवन हाम्रो दर्शन हो त्यो भवन बनाउनलाई हामी लागि पर्नेछौँ अनि त्यसको निम्ति हामी लागि परेका हौँ। त्यसो त तपाईँहरूले निकै भव्यताका साथ गएको वर्ष सम्पन्न भयो सांगीतिक साँझको हिसाबले। यसपटक नेपाली क्रिस्चियन सांगीतिक इतिहासमा र सांगीतिक क्षेत्रमा पनि निकै चर्चित गायिका हुनुहुन्छ सोलोमी तिमोथी। यहाँ त आफै पनि एउटा सांगीतिक क्षेत्रमा साहित्यिक क्षेत्रमा चाहे त्यो चलचित्रको क्षेत्रमै किन नहोस् तपाईँले धेरै कामहरू गरिराख्नु भएको छ। सायद धेरै ठुलो मूल्याङ्कन गरेर पनि सोलोमी तिमोथीलाई बोलाउनु भएको छ। के छ तपाईँहरूलाई यसमा सोलोमी तिमोथीलाई नै यो सांगीतिक मिसन सांगीतिक साँझमा आउनुको केही कारणहरू चाहिँ तपाईँले भन्नु पर्यो भने? हजुर, सोलोमी लेप्चा तिमोथी बहिनी हाम्रो पोखराकै चेली भयो, राम्रो हामीले चिनेको बहिनी पनि भयो अनि सुरुदेखि उहाँ चाहिँ बाल्यकालदेखि नै गायन क्षेत्रमा यो परमेश्वरको भजन गाएर परमेश्वरलाई महिमा दिने कार्यमा लागिराखेको बहिनी हुनुहुन्छ अनि त्यसकारण पनि उहाँ चाहिँ यो भजन गाएर परमेश्वरलाई महिमा दिने भजन गाएर लागिराख्नु भएको कारणले पनि र हामीहरूको कुरा चाहिँ उहाँले सहज रूपमा स्वीकार गर्नुहुन्छ भनेर नै हामीले उहाँलाई बोलाएको हो, निम्तो दिएको हो अनि उहाँले एकदम हाम्रो निम्तो स्वीकार गरेर आउनु भयो, एकदम खुल्ला रूपमा आउनु भएको छ अनि साँच्चै हामी त्यो वैशाख 20 गते उहाँको गायन त्यो भजनहरू सँगसँगै हामी भजन सुनेर हाम्रो परमेश्वरलाई अग्ल्याउनेछौँ, उचाल्नेछौँ र महिमा दिनेछौँ। यो मिसन भवनको विषयमा त विगतमा पनि धेरै चर्चा त भइसक्यो तर पनि अहिले हाम्रो मिसन मिडिया हबमा लगभग थुप्रै नयाँ हाम्रो विश्वासीहरू एकदम शुभचिन्तकहरू बढ्नु भएको छ। अलिकति यो मिसन भवनको निर्माणको विषयलाई लिएर तपाईँले अलिकति भनिदिनुहोस्। यसको पछाडिको उद्देश्यहरू, यो निर्माण गर्नुपर्ने उद्देश्यहरू र यसको लागतको विषयमा पनि र तपाईँहरूले विभिन्न प्रयासहरू गर्नुभएको छ। विगतमा केही समय अगाडि मात्रै नागाल्यान्डको यात्रा लगायत अन्य थुप्रै कामहरू पनि गर्नुभएको छ। यो मिसन भवनको निर्माणको उद्देश्य र यसका पछाडिको कुराहरू खास किन यो आवश्यकता भएको होला? मिसन चाहिँ हामी नागाल्यान्डमा गयौँ। नेपालको इतिहासमा 72 वर्ष भयो यहाँ मण्डली स्थापना भएको चाहिँ अनि नागाल्यान्डमा 152 वर्ष जस्तो भइसकेको रहेछ अनि उहाँहरूले चाहिँ मिसन सेवा चाहिँ गरिराखेको र ठाउँ ठाउँमा मिसनरीहरू पठाएर सुसमाचार प्रचारको साथसाथै अन्य सामाजिक कामहरूमा पनि योगदान दिनुभएको हामीले सुनेका कुराहरू थियौँ अनि हामी चाहिँ त्यहाँ गएर केही कुराहरू सिक्न गएका थियौँ अनि त्यहाँ गएर हामी एकदम प्रभावित भयौँ
उहाँहरू चाहिँ मिसनमा समर्पित भएको व्यक्तिहरू हामीले देख्न पायौँ अनि उहाँहरूले मिसनमा समर्पित भएर सेवा गरेको कुराहरू पनि हामीले देख्न पायौँ अनि हामी एकदम उत्साहित भएका छौँ अनि उहाँहरूले भन्नुहुन्थ्यो मिसनले हामीलाई जोड्नुहुन्छ अनि साँच्चै मिसन कामले हामी चाहिँ जोडिन सक्छौँ अनि अरूले चाहिँ विभाजन हुन सक्छ भने मिसनले हामीलाई जोडेर अगाडि लान सक्छ अनि त्यसै कारण हामीले कति कामहरू पहिला गरेका छौँ पोखरेल क्रिस्चियन समुदायले सामाजिक काम गर्नको लागि असल छिमेकी संस्था खडा गरेर अनि असल छिमेकीले चाहिँ यो बाढी पहिरोमा पर्दाखेरि भूकम्पमा चाहिँ भूकम्प आउँदाखेरि विस्थापित भएकाहरू अनि क्षति भएका आदि कुराहरूमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको छ अनि यसरी नै हामी चाहिँ अझ आउने दिनहरूमा यो मिसनको कामहरू अगाडि बढाउनलाई कति तालिमहरू दिनुपर्ने अनि कति कुराहरू गर्नु परेको कारणले भवन हामीलाई आवश्यकताको महसुस हामीले गरेका छौँ अनि त्यसै कारण हामी त्यहाँ चाहिँ भवन निर्माण गरेर कति कुराहरू हामीले त्यहाँ लाइब्रेरीहरूदेखि लिएर अरू कुराहरू त्यति मात्र नभएर त्यो वरिपरिको लागि स्वास्थ्य उपचारहरू पुर्याउनको लागि पनि हामी चाहिँ त्यो भवन चाहिँ निर्माण गर्न खोजेका छौँ। ओके, अन्तिममा जाँदै यो कार्यक्रम अब यसै पनि ठुलो एउटा भव्य कार्यक्रम हुन गइरहेको छ। दिपेन्द्र सभागृहमा तपाईँले गरिराख्नु भएको छ। कार्यक्रम गर्न आफैमा पनि एकदमै धेरै नै खर्चालु विषयवस्तुहरू पनि छन्। त्यसको व्यवस्थापन र त्यसको तपाईँले त्यो कार्यक्रमबाट पाउने अपेक्षा यहाँहरूको कस्तो रहेको छ? धेरै धन्यवाद। हामीले चाहिँ मुख्यतः टिकट नै स्रोत हो। हामीले टिकट चाहिँ मण्डलीमा पठाएका छौँ अनि मण्डलीका जिम्मा लिएका व्यक्तिहरूले चाहिँ मण्डलीका सदस्यहरूलाई उहाँहरूले बिक्री बिखन गर्नुहुनेछ अनि त्यति मात्र होइन, वरपर आफ्नो छर छिमेकीहरूलाई पनि यो टिकट चाहिँ बिक्री गरिदिनु हुनेछ अनि यो टिकट बिक्रीबाट नै उठेको रकम चाहिँ हामीले चाहिँ अर्थ सङ्कलन गर्न सक्ने चाहिँ ध्येय चाहिँ हामीले लिएका छौँ अनि त्यति मात्र होइन, अरू पनि हामीलाई आवश्यक पर्छ। यो खर्च धेरै भएको हुनाले अनि हामीले ब्यानरहरू पनि यो प्रबन्धनको निम्ति हामीले लिएका छौँ। ब्यानरहरू दिएर हामीलाई सहयोग गर्नुहोस् न भनेर अनि त्यस दिन कतिजनाले ब्यानरहरू पनि प्रदर्शनको निम्ति हामीलाई दिनुभएको छ अनि त्यो हामी चाहिँ त्यो कार्यक्रममा उहाँहरूको ब्यानर चाहिँ प्रदर्शन गरेर पनि हामीले अर्थ सङ्कलन चाहिँ हामी गर्नेछौँ। हुन्छ, यहाँलाई धेरै धन्यवाद छ। अन्तिममा केही हाम्रो यो श्रोताहरूलाई दर्शकलाई के भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ? विशेष गरी बाहिर बस्नुहुनेहरूलाई अथवा अघि तपाईँले जस्तै मण्डली मात्रै जोडेर भनिदिइराख्नु भएको थियो, अनि मण्डलीभन्दा बाहिर टिकट हातमा नभएकोहरूले पनि त सहयोग गर्न चाहन्छ भने उहाँहरूलाई पनि केही भनिदिन सक्नुहुन्छ? गत वर्ष जस्तै यस पालि पनि जुन मण्डलीमा भएकाहरू सबैले टिकटहरू लिएर कसरी सहयोग गर्ने उपस्थिति जनाएर पनि सहयोग गर्नुहुन अनुरोध गर्दछौँ। साथसाथै बाहिर हुनुभएका हाम्रा शुभचिन्तकहरूले पनि तपाईँहरू बाहिर बसेर पनि सहायता गर्न सक्नुहुनेछ। यो प्रोग्राम पनि तपाईँले पछि हेर्न सक्नुहुनेछ अनि पहिला जस्तै तपाईँले कसरी सहायता गर्न सक्नुहुन्छ भने पहिला जस्तै क्युआर कोडमा तपाईँले त्यो क्युआर कोडलाई प्रयोग गरेर तपाईँले जे जति सहयोग गर्न सक्नुहुन्छ यो कार्यक्रमलाई गरिदिनुहोस् र तपाईँहरूले गर्नुभएको सहयोगले नै यो जुन मिसन भवन बनाउनलाई जमर्को कसेका छौँ त्यो चाहिँ पुरा हुनेछ अनि यसमा अप्रत्यक्ष रूपमा तपाईँहरूको सहयोग पनि ठुलो हुनेछ। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। एउटा सुन्दर उद्देश्य लिएर आयोजना गर्दै गरिएको यस कार्यक्रममा तपाईँ सम्पूर्ण पोखरावासी विश्वासीजन, शुभचिन्तक, देश विदेशमा रहनुहुने प्रभुका जनहरूले उक्त कार्यक्रमको निम्ति प्रार्थना सहित कार्यक्रमलाई भव्यताका साथ सफल पारी यहाँहरूको अमूल्य साथको जरुरी भएकोले कार्यक्रमलाई साथ दिन हुन हार्दिक अनुरोध गर्दछौँ।